चार्टर एकाउन्टेन्ट पढ्या हो केटा, तँ जस्तो बेल्चा हाने हो पढ्या हो। यो चाहिँ राम्रो गर्नुभयो। यो चाहिँ विनयजङ बस्नेत भन्ने मान्छेसँग हामीले कमेडी गरेको भिडियो बाहिर ल्याइदियो। ज्ञानेन्द्र साईले भएको चाहिँ के हो कि म त अचम्ममा छु यार, अचम्ममा छु। जापान पुग्ने बित्तिकै मान्छे बौलाउन थाल्यो, किन है त? अनि एउटा टिकटकमा भिडियो चाहिँ अहिले एकदम बगिरहेछ होइन, ज्ञानेन्द्र साईको असली रूप भनेर। सो लेट्स वाच इट टुगेदर है त, के रहेछ कुरो है त। ल, चार्टर एकाउन्टेन्ट पढ्या हो केटा, तँ जस्तो बेल्चा हाने हो पढ्या हो। तपाईले सुरुका अन्तर्वार्ताहरूमा आफूले यो चाहिँ चार्टर एकाउन्टेन्टको लागि लिएर चाहिँ एकदमै कन्ट्रोभर्सी आइरहेछ होइन, बिकज हि हेज बिन लाइक हुन्छ नि एकदमै उ गरिरहेछ क्या, मैले चाहिँ सिए चाहिँ पढेको हो होइन, पढेको हो, तँ जस्तो बेल्चा हानेको हो भनेर चाहिँ उसले हुन्छ नि त्यो जापान गएपछि भिडियो बनाएको रहेछ। अनि यो चाहिँ अनि टिकाराम यात्री सर है, उहाँको कार्यक्रममा चाहिँ यो कुरा सोधिएको रहेछ। अनि यो कुरा सोद्धाखेरि उहाँले के भन्नुभएको रहेछ भनेर सुन्नु होला है त। नासाबाट छात्रवृत्ति पाएको भनेर दाबी गर्नुभएको रहेछ। फेरि तपाईँले पछि दिल्लीमा चार्टर एकाउन्टेन्ट उत्तीर्ण गरेको भनेर वर्षौंसम्म जनतालाई भ्रम छर्नुभयो। तपाईँलाई अझ उत्तर दिन सजिलो हुन्छ यहीसँग सम्बन्धित भिडियोहरू अनि त्यस पछाडि 2064 सालमा गरेँ। इन्डियन एरोनोटिक्समा मैले पनि त्यहाँ पनि मैले काम गर्ने अवसर पाएको थिएँ, तर मैले पछि गरिनँ त्यहाँ, जुन अहिले उडिसामा छ, जसमा तपाईँको अग्नि 5 बनायो। त्यतिखेर म सेलेक्टेड पर्सन हो इन्डियाको अग्नि 5, तर मैले त्यतिखेर जब गरिनँ। कारण किनभने अर्काका देशका लागि म हतियार बनाउँदिनँ, किनभने नेपाल चाहिन्छ। यो चाहिँ राम्रो गर्नुभयो। यो चाहिँ विनयजङ बस्नेत भन्ने मान्छेसँग हामीले कमेडी गरेको भिडियो बाहिर ल्याइदियो है। तपाईँले विनयजङ बस्नेतलाई ल्याएर उभ्याउन सक्नुहुन्छ। अब खिचेर कसले हालिदियो मेरो बाउ के गयो। धेरै कुरा ढाँड्दै विनयजङ बस्नेत चाहिँ उहाँ हो है त। उहाँले के भन्नुहुन्छ सुन है त। उहाँले चाहिँ कमेडी गरेको भन्नुभयो ज्ञानेन्द्र साईले चाहिँ। अब उहाँको कुरा सुनौ। ढाँड्दै चितवनको घटना के भयो, सुर्खेतको घटना के भयो, त्यो सबै कुराहरू खोल्दै जाम्ला तपाईँहरूसँग। तर हिजो टिकाराम दाई कहाँ गएर विनयजङ बस्नेत भन्ने मान्छे, उसको शब्द यही हो, उसको लागि म के पनि होइन रहेछु। यस्तो हो गाइस, एउटा इगो हट हो होइन, इगो हट हो। जो मान्छेलाई उसले आदरणीय मानिरहेको हुन्छ पहिलाबाट भन्ने मान्छे भन्ने बित्तिकै इगो हट हुन्छ, अनि त्यो मान्छेले असली रूप खोलिदिन्छ गाइस, त्यही भएको हो। जसको कर्तुत मैले लुकाएर बसेँ, जसलाई त्यो ठाउँसम्म पुर्याउनको लागि मैले धेरै कुराहरू ढाँटेँ। आज बिहान मलाई फोन गरेर के भन्नु थाहा छ? बिहानै फोन गरेको थिएँ मलाई, बिहान बिन्दाई मैले बोलिहालेँ, तपाईँलाई भर गरेर बोलिदिया हो, तपाईँले त मलाई जहिले पनि चाहिँ के अरे यो ठाउँसम्म पुर्याएको तपाईँ हो। कहाँ हो? फोन कल सुन भाइ, फोन कल सुन। त्यही अनि यो यत्रो मिडियामा आइसक्यो, के गर्दा अब के भनौँ मैले। भनिदिनु त्यो भन्ने नि तिमीले यो बारेमा त मैले 42 लाख पोल्छ मेरो दाइले भनेर समझमा पहिले मान्ने हुँदाखेरि बोल्नु पर्ने थिएन। अब के गर्नु मैले, उसले भनेको सही भन्ने नि मैले। सोध्नलाई त कति मान्छेले फोन गरिसक्यो, टिकाराम दाइले फोन गरिसक्यो मलाई, के भन्ने हो जाठा होइन नि त्यो मान्छे मिडिया हुन्छ यार। अग्नि बोली हेर न, बोली यस्तो। मलाई चाहिँ के लाग्छ भने जो मान्छे एकदमै गर्जिन्छ नि त्यो मान्छे प्रति चाहिँ मलाई अलिकति डाउट चाहिँ लाग्छ है पहिल्यैबाट होइन। अब गर्जी पनि राम्रै कुरा गर्जिरहेको हुन्थ्यो होइन, तर अब कसलाई के थाहा त यस्तो हुन्छ भनेर होइन, यस्तो होला भनेर। त्यस्तै हो। 5 एसएलसी फेल भए मान्छेले अग्नि 5 को कुरै नगरे हुन्छ। सिए त के पनि होइन त्यसको लागि, के पनि होइन। कहाँ सिए भने त त्यसलाई फुल फर्मै थाहा छैन होला। भनेपछि यस्ता मान्छेले आज सिए को फुल फर्म ज्ञानेन्द्र साईको भाषामा चाटु अकाउन्टेन्ट, चाट्ने काम के त्यो कुराले चाट्दिने, के गर्नु त। आएर देश बनाउँछु भन्छ, अनि जुम्लाको 16 जनतालाई झुक्क्याउँछ। सो गाइज, यो भिडियो चाहिँ एकदमै भाइरल भइरहेछ होइन। अब के हो कुरो होइन, देखिहाल्नु भयो होइन। अब यो भिडियोमा पनि जे पनि हुनसक्छ। आजकल भिडियोहरूको मलाई भर त लाग्दैन, तर पनि एकर्डिङ टु द भिडियो यो चाहिँ एकदमै उ छ है। अब ज्ञानेन्द्र साईले जे पाए त्यही बोलेर जनताले पत्याइदिने दिनहरू गए। कसैले पनि पत्याउँदैन गाइस, कसैले पनि पत्याउँदैन होइन। तथ्य चाहिन्छ, सत्य चाहिन्छ होइन, प्रमाण चाहिन्छ। अब चार्टर एकाउन्टेन्ट पढेको हो त्यसको प्रमाण छैन। अब उही मान्छेले यस्तो भनिदिइरहेको छ होइन, जसको नाम चाहिँ उसले त्यो कठघरामा उभिएर कार्यक्रममा उभिएर लिएको थियो।
अब के भन्नु छ, कसैलाई केही भन्नु छ भने कमेन्ट गर्नु होला होइन। अब यो के हो होइन, अब सबैको सपोर्टर्स र एउटा सपोर्टर्स, एउटा हेटर्स, एउटा सपोर्टै नगर्ने मान्छे हुन्छ होइन। अब तपाईँ चाहिँ के हो कमेन्टमा लेख्नु होला, यो कुरा साँचो कि के हो त्यो पनि कमेन्टमा लेख्नु होला। सो थ्याङ्क यू फर द भिडियो गाइज, सी यु इन द नेक्स्ट वान।